मेरो चटपटेको पसल बन्द गर्दा अहिले आएर मलाई यति पछुतो होला भनेर मैले सोचेको पनि थिएन। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। भन्छन् नि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात भनेर, त्यस्तै मसँग पनि हुन्छ भने जस्तो लाग्छ मलाई चाहिँ। मैले सोचेको चाहिँ कहिले पनि पूरा हुँदैन कि अहिलेसम्म मैले जे पनि सोचेको छु त्यो चाहिँ पूरा भएको छ भने जस्तो चाहिँ मलाई लाग्दैन। चाहे अरूको लागि हो चाहे आफ्नो लागि हो, मैले जति राम्रो गर्न खोजे पनि लास्टमा नराम्रो नै हुन्छ। त्यस्तै नसोचेको कुरा चाहिँ मेरो चटपटेको पसल बन्द गर्ने बेला भयो मसँग। मेरो पहिला चाहिँ चटपटेको पसल पनि राम्रै चलिरहेको थियो अनि मेरो भिडियोहरुमा पनि रिस्पोन्स राम्रै आइरहेको थियो। तर भन्छन् नि नराम्रो हुनेसँग चाहिँ कहिले पनि राम्रो हुँदैन भनेर। अनि मेरो इक्जामहरु पनि नजिकै आइरहेको थियो अनि मैले सोचे मेरो पढाइमा अलि डिस्टर्ब हुन्छ भनेर चाहिँ मैले पसल बन्द गर्नको लागि सोचे। तर त्यति बेला चाहिँ मलाई पनि के थाहा थियो र, न त मेरो इक्जाम नै क्लियर हुन्छ न त मेरो भिडियोहरु नै बन्छन् भनेर। अनि त्यति मेहनत गरेर लेखेर आएर चाहिँ न त मेरो इक्जाम नै क्लियर भयो अनि न त के राम्रो सोशल मिडियातिर नै गर्न सके मैले। त्यही भएर मैले भन्दैछु मैले सोचेको कुरा चाहिँ कहिले पनि पूरा हुँदैन अनि पछि आएर चाहिँ मलाई धेरै पछुतो हुन्छ भनेर। तर जे भए पनि म चाहिँ आफ्नो मेहनत गर्न चाहिँ छोड्दैन। अब त्यो मेहनतको फल दिने नदिने भन्ने कुरा चाहिँ भगवानको हातमा हो। र त आजको लागि यति नै, भेटौँ नेक्स्ट ब्लगमा। राधे राधे।